व्यवस्था बदलियो तर अवस्था बदलिएन। एकातिर निजी पुँजीवादी शोषण, अर्कोतिर राज्य नोकरशाही छ। के तेस्रो कुनै बाटो छैन? छ, अवश्य छ। हामीसँग विचार, विधि र कार्यक्रम सहितको बाटो छ। यस भिडियोमा हामी त्यही बाटोको कुरा गर्नेछौँ। न साहुको ऋण न लुटको खेल न दलालको झुट न शोषणको भेल। हामी श्रमिक, हामी उत्पादक, हामी बिना चल्दैन देशको चक्र। तेस्रो बाटो जागौँ अब उठौँ। आजको हाम्रो संवादमा स्वागत छ। हामी एउटा प्रस्तावको अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण हिस्साको गहिराइमा पुग्दैछौँ। यो प्रस्तावले समुदायको नेतृत्वमा चल्ने आत्मनिर्भर र उत्पादनमा आधारित एउटा आर्थिक प्रणालीको खाका प्रस्तुत गर्छ। र यो निकै विस्तृत प्रस्ताव छ जसलाई 9वटा खण्डमा बाँडिएको छ। हो नि, यसले त सैद्धान्तिक आधारदेखि वर्गीय सङ्घर्ष, आर्थिक संरचना, सङ्गठनात्मक रूपान्तरण, मतलब तत्काल गर्नुपर्ने कामसम्मका सबै कुरालाई समेटेको छ। हामीले यसलाई केलाउने क्रममा अघिल्ला 2 भागमा खण्ड 1 देखि 5 सम्म भनौँ न यसको वैचारिक जग र संरचनाको कुरा गरिसक्यौँ। आज यो अन्तिम भागमा हामी खण्ड 6 देखि 9 मा केन्द्रित हुनेछौँ। यसमा प्रणालीको मेरुदण्ड, यो अभियान चलाउने मानिसहरूको व्यवस्थापन, तत्कालका कार्ययोजना र सबैभन्दा रोचक व्यक्तिगत रूपान्तरणको आह्वान समावेश छ। ल, अब यसको भित्री तहमा प्रवेश गरौँ। प्रस्तावको 6औं खण्डले सामुदायिक उत्पादन बजारीकरण ट्रस्टको अवधारणा अघि सारेको छ, जसलाई प्रणालीको मेरुदण्ड बनिएको छ। यो शब्द नै निकै शक्तिशाली छ। के हो जसले यसलाई यति महत्त्वपूर्ण बनाउँछ? यसलाई मेरुदण्ड भन्नुको कारण के हो भने यसले सिङ्गो प्रणालीलाई चलायमान र एकीकृत बनाउँछ। यो यस्तो संस्थाको परिकल्पना हो जसमा कसैको निजी शेयर हुँदैन। यो नाफा कमाउनकै लागि हो, तर त्यो नाफा व्यक्तिले बाँडेर लिने होइन। अनि के गर्ने त त्यो नाफा? संस्थाकै विकास र सामुदायिक हितमा पुनः लगानी गर्ने। प्रस्तावमा यसलाई मुबिन पब्लिक कम्पनी भनिएको छ। 1 मिनट रोकिनुहोस्। मुबिन पब्लिक कम्पनी, यो मुबिन शब्दले के जनाउँछ? मुबिन भनेको सञ्चालकहरूलाई मुनाफा वितरण नगर्ने पब्लिक कम्पनी हो। अरेबीमा यो झन अर्थपूर्ण छ। अरबी शब्द हो जसको अर्थ स्पष्ट वा प्रकट भन्ने हुन्छ। यसको आशय सायद यो कम्पनीको हरेक गतिविधि पारदर्शी, स्पष्ट र समुदायप्रति जवाफदेही हुनुपर्छ भन्ने हो। यो लोकतान्त्रिक विधिबाट चल्छ र उत्पादनदेखि बजारसम्मको पुरै श्रृङ्खलालाई एउटै छातामुनि ल्याउँछ। ठिक छ, पारदर्शी र जवाफदेही संरचना। तपाईले बुझ्नुपर्ने कुरा के हो भने यो ट्रस्ट एउटा प्रस्तावित सामुदायिक आर्थिक प्रणालीको मेरुदण्ड जस्तै हो। यसले एउटा ठूलो र जटिल आइडियालाई व्यापारमा कसरी उतार्ने भन्ने बाटो देखाउँछ। पहिलो, यसले व्यापार र बजारलाई पूर्ण रूपमा समुदायको नियन्त्रणमा ल्याउँछ। अब कसरी भन्दा यसले आयात, निर्यात र ढुवानीको जिम्मा आफै लिन्छ, जसले गर्दा बिचौलियाको खेल नै खत्तम हुन्छ। यसले साना सामुदायिक उद्यमहरूलाई व्यावसायिक योजना बनाउनदेखि लिएर सरकारी अनुदान र ऋण लिनसम्म सघाउँछ। अनि सबैभन्दा महत्त्वपूर्ण, यसले विभिन्न उत्पादन समूहहरू बीच समन्वय गरेर पुँजीवादी सिन्डिकेट र कार्टेलको विकृतिबाट जोगाउँछ। दोस्रो, यसमा प्रविधि र पैसालाई नाफाको लागि होइन, समुदायलाई बलियो बनाउने औजारको रूपमा हेरिन्छ। यसको विज्ञान प्रविधि प्रभागले आर्टिफिशियल इन्टेलिजेन्स AI जस्ता नयाँ प्रविधि प्रयोग गरेर उत्पादन र बजारलाई एकदमै स्मार्ट बनाउँछ। पैसाको लागि पनि नाफामुखी ब्याङ्कभन्दा सहकारी र सामुदायिक कोषहरूमा जोड दिन्छ, ताकि लगानी उत्पादन बढाउनमा होस्, नाफा कमाउनमा मात्र होइन। र अन्त्यमा एउटा एकदमै चाखलाग्दो कुरा, यसले राजनीतिक कामलाई पनि उत्पादनसँग जोड्छ। यस प्रणालीमा राजनीतिक कार्यकर्ताहरूलाई उत्पादनको काममा सामेल गराइन्छ, ताकि वैचारिक काम गर्ने मान्छे आत्मनिर्भर बनुन् र विचार र वास्तविक काम बीचको दूरी घटोस्। छोटकरीमा भन्दा यो ट्रस्ट एउटा यस्तो मोडेल हो जहाँ बजार, प्रविधि र विचार सबै समुदायको भलाइको लागि एकसाथ अघि बढ्छ। यो ट्रस्टभित्र पनि विभिन्न प्रभागहरू छन्। यसको उत्पादन प्रभागबाट सुरु गरौँ, जसलाई 4 क्षेत्रमा बाँडेको देखिन्छ। पहिलो हो ज्ञान, सूचना, प्रविधि अर्थात् KIT क्षेत्र।
यसले अनुसन्धान, विकास, सफ्टवेयर निर्माण जस्ता बौद्धिक कामलाई समेट्छ। दोस्रो क्षेत्र त कृषि नै होला। अवश्य। कृषि क्षेत्रमा अन्न, तरकारी, फलफूल, पशुपालन जस्ता आधारभूत कुराहरू छन्। तर यहाँ एउटा भनौँ न क्रान्तिकारी धारणा छ। के छ त्यस्तो? प्रस्तावले भन्छ किसानले आफ्नो उत्पादनको मूल्य आफै तोक्न नपाउने वर्तमान अवस्था अन्त्य हुनै पर्छ। सुन्दा त यो किसानको पक्षमा निकै राम्रो कुरा हो, तर यसले बजारमा अराजकता वा अनियन्त्रित मूल्य वृद्धि निम्त्याउँदैन र? 1 किलो गहुँ रोप्दा 100 किलो फल्छ, त्यही गहुँ पिस्दा 900 ग्राम हुन्छ। तर किसान सधैँ घाटामा, मिलवाला नाफामा हुन्छ। किन? होइन, किनभने किसानले आफ्नो श्रम र उत्पादन लागतको हिसाब गर्दैन अनि आफ्नो उत्पादनको मूल्य आफैले तोक्न पाउँदैन। यसको समाधान सायद ट्रस्टको समग्र संरचना भित्रै लुकेको छ। कसरी? किनभने ट्रस्टले उत्पादन मात्र गर्दैन, बजारीकरण पनि गर्छ। उसले बजारको माग र समुदायको आवश्यकता बीच सन्तुलन मिलाउनु पर्ने हुन्छ। ए हो त है। त्यसैले मूल्य निर्धारण प्रक्रिया मनोमानी नभई सामूहिक र निर्देशित हुने सम्भावना बढी छ। साथै प्रस्तावले जीएमओ जस्ता प्रविधिलाई निरुत्साहित गर्दै दिगोपन र गुणस्तरमा जोड दिन्छ। तेस्रो क्षेत्र उद्योग हो, जसमा कारखाना, निर्माण, ऊर्जा जस्ता भौतिक उत्पादन पर्छन् भने चौथो सेवा क्षेत्र हो, जसमा वित्त, पर्यटन, यातायात जस्ता कुराहरू छन्। ल, उत्पादनको कुरा भयो। अब बजारीकरण प्रभागले कसरी काम गर्छ? यसमा एउटा अलि अनौठो रणनीति देखिन्छ। हो, यो निकै चाखलाग्दो छ। कृषि उत्पादनलाई त सिधै बजारमा लैजाने कुरा भयो, तर गैर कृषि उत्पादन जस्तै साबुन वा चियापत्तीको हकमा रणनीति फरक छ। कस्तो फरक? सुरुमा आफै उत्पादनमा नजाने, बरु समुदायले धेरै उपभोग गर्ने त्यस्ता वस्तुहरू ठूलो मात्रामा आयात गरेर सुपथ मूल्यमा वितरण गर्ने। एकछिन है, यो रणनीति त ठूला बहुराष्ट्रिय कम्पनीहरूले बजार कब्जा गर्न प्रयोग गर्ने त्यो प्रेडेटरी प्राइसिङ जस्तै सुनिन्छ त। हो, देख्दा उस्तै लाग्न सक्छ। सस्तोमा सामान बेचेर स्थानीय प्रतिस्पर्धीलाई सिद्ध्याउने अनि पछि आफ्नो एकाधिकार कायम गर्ने। यो सामुदायिक हितमा कसरी भयो? यसमा र त्यसमा के फरक छ? तपाईले ठिक ठाउँमा प्रश्न उठाउनु भयो। सतही रूपमा हेर्दा उस्तै देखिए पनि उद्देश्यमा आकाश जमिनको फरक छ। उद्देश्यमा? हो, बहुराष्ट्रिय कम्पनीको उद्देश्य नाफा आर्जन गरेर बाहिर लैजानु हो, तर यहाँ ट्रस्टको उद्देश्य बजारमाथि नियन्त्रण स्थापित गरेर बिचौलियालाई हटाउनु र उपभोक्तालाई राहत दिनु हो। अनि त्यसपछि एकपटक वितरण प्रणाली र बजारमा आफ्नो बलियो पकड बनिसकेपछि क्रमशः ती आयातित वस्तुहरूलाई गुणस्तरीय स्वदेशी उत्पादनले विस्थापित गर्दै लैजाने। उद्देश्य नाफा कमाउनु होइन, आत्मनिर्भरता हासिल गर्नु हो। नरोदो, उद्देश्यले नै प्रक्रियाको चरित्र बदल्ने भयो। यस्ता गहन विश्लेषणहरू यहाँहरूलाई मन परिरहेको छ भने नेक्स्ट ल्याबको युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला है। अब यो त भयो प्रणालीको संरचनाको कुरा, तर यति ठूलो संरचनालाई चलाउने मानिसहरू अर्थात् नेता, कार्यकर्ता कस्ता हुनुपर्छ? हो, अब आयो महत्त्वपूर्ण कुरा। प्रस्तावले उनीहरूको व्यवस्थापन र आत्मनिर्भरताको विषयलाई कसरी सम्बोधन गरेको छ? यहाँनिर प्रस्ताव सबैभन्दा बढी वैचारिक देखिन्छ। यसको मूल मान्यता के हो भने दीर्घकालीन रूपमा सबै नेता कार्यकर्ताको जीवनयापन उत्पादनमा आधारित हुनुपर्छ। उत्पादनमा? हो, उत्पादन विभागले हरेक व्यक्तिलाई कुनै न कुनै उत्पादनमूलक श्रमसँग जोड्नै पर्छ। तर किन? विचार र संगठनको काम गर्ने नेताले उत्पादनमै जोडिनुपर्ने किन? किनभने जब व्यक्ति उत्पादन प्रक्रियाबाट अलग्गिन्छ, यसले उसलाई बिस्तारै त्यही वर्गबाट टाढा लैजान्छ जसको ऊ प्रतिनिधित्व गर्छु भन्छ। त्यसैले यो केवल आर्थिक कुरा होइन, विचलन रोक्ने एउटा उपाय हो। यो त दीर्घकालीन भयो, तर आजको भोलि नै सबैलाई उत्पादनमा जोड्न त सम्भव छैन होला। तत्कालका लागि के गर्ने त? तत्कालका लागि एउटा व्यावहारिक बाटो देखाइएको छ। नेता कार्यकर्ताको घाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य जस्ता न्यूनतम आवश्यकताको वैज्ञानिक आकलन गर्ने। त्यसपछि उनीहरूको आय सुनिश्चित हुने गरी साना साना अल्पकालीन उत्पादन योजनाहरू बनाउने, जस्तै सामूहिक तरकारी खेती, सानो पसल वा परामर्श सेवा। यहाँ स्वास्थ्यको विषयलाई विशेष जोड दिएको छ, जुन मलाई निकै महत्त्वपूर्ण लाग्यो। स्वास्थ्यलाई किन यति धेरै प्राथमिकता? किनभने
प्रस्तावले भन्छ जीवनशैली र खानपानसँग जोडिएका नसर्ने रोग जस्तै मधुमेह, उच्च रक्तचाप वा मूत्ररोगले एउटा परिवारको अर्थतन्त्र नै ध्वस्त पार्न सक्छ। हो त नि, उपचारमा हुने खर्चले व्यक्ति र परिवारलाई आर्थिक रूपमा टाटपल्टाउन सक्छ। बिल्कुल। त्यसैले स्वस्थ जीवनशैली, योग, ध्यान र प्राकृतिक चिकित्सालाई आत्मनिर्भरताको अभिन्न अङ्ग मानिएको छ। स्वस्थ कार्यकर्ता नै उत्पादनशील कार्यकर्ता हुन सक्छ। यहाँनिर प्रस्तावले व्यक्तिगत आनीबानीलाई पार्टीको विचारसँग जोडेको छ। व्यक्तिको विचार निर्माण 3 कुराले गर्छ। उसले अपनाउने आर्थिक स्रोत, उसले गर्ने सङ्गत र उसले अपनाउने संस्कृति। यदि कुनै कार्यकर्ताको आर्थिक स्रोत अपारदर्शी छ, उसले समाजवादी विचारलाई व्यवहारमा उतार्न असम्भव छ। उसको जीवनशैली र उसको विचारबीच भयानक अन्तर्विरोध पैदा हुन्छ। हो, त्यो त हो। त्यसैले कार्यकर्ताको आत्मनिर्भरता र जीवनशैली व्यक्तिगत मामिला मात्र होइन, यो सिङ्गो रूपान्तरण अभियानको सफलता वा असफलताको केन्द्रीय प्रश्न हो। यो तर्कले साँच्चै सोच्न बाध्य बनाउँछ। यस्ता विचारोत्तेजक धारणाहरू यहाँहरूसम्म ल्याइरहन हामीलाई हौसला दिन यो भिडियोलाई लाइक र कमेन्ट गरिदिनु होला है। अब लागौँ, यति ठुलो वैचारिक र संरचनागत परिवर्तनको सुरुवात कसरी गर्ने? तत्काल गर्नुपर्ने कामहरू के हुन् त? यो त हिमाल चढ्छु भने जस्तै भयो, तर पहिलो पाइला कहाँ टेक्ने? प्रस्तावले 5 वटा तत्काल थाल्नुपर्ने कार्यहरू अघि सारेको छ। पहिलो, हामीले अघि चर्चा गरेको सामुदायिक उत्पादन बजारीकरण ट्रस्टको कानुनी रूपमा स्थापना गर्ने र कार्यालय व्यवस्थापन गर्ने। यो नै भौतिक सुरुवात भयो। हो। दोस्रो, पार्टीका सबै तहमा केन्द्रदेखि टोलसम्म आर्थिक उत्पादन विभागहरू खोल्ने र कार्यकर्तालाई यसको सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिने। अनि योजना र कार्यान्वयनको पाटो नि? तेस्रोमा, कृषि, गैर कृषि र सूचना प्रविधि क्षेत्रमा कहाँ के गर्न सकिन्छ भनेर विज्ञहरूको सहयोगमा सम्भाव्यता अध्ययन गर्ने र ठोस योजना बनाउने। ठिक छ। चौथो, र यो निकै महत्त्वपूर्ण छ, नमुना परियोजनाका लागि आधार क्षेत्र छनौट गरी काम सुरु गर्ने। आधार क्षेत्र? हो, यो एउटा स्टार्टअपको पाइलोट प्रोजेक्ट जस्तै हो। सिङ्गो देशमा एकैपटक लागू गर्ने होइन, कुनै एउटा पालिका वा वडालाई छानेर त्यहाँ यो मोडलको सानो अभ्यास सुरु गर्ने। अनि त्यहाँको सफलता र असफलताबाट सिक्दै जाने? बिल्कुल। र अन्तिम बुदाले यो अभियानको गम्भीरतालाई दर्शाउँछ। कसरी? अन्तिममा भनिएको छ, जसरी जनयुद्धलाई रणनीतिक चरणहरूमा त्यो रक्षा, सन्तुलन, प्रत्याक्रमणमा विकास गरिएको थियो, त्यसै गरी यो उत्पादन सङ्घर्षलाई पनि मुख्य नेतृत्वको प्रत्यक्ष निर्देशनमा चरणबद्ध रूपमा अघि बढाउने। युद्धकै जस्तो रणनीति हो। यो हचुवाको भरमा होइन, एउटा युद्धकै जस्तो रणनीति र योजनाका साथ अघि बढ्नुपर्छ भन्नेमा प्रस्ताव स्पष्ट छ। यो तुलनाले नै यसलाई दानशील आर्थिक कार्यक्रम भन्दा माथि उठाएर एउटा वैचारिक अभियानको रूप दिएको छ। यसले हामीलाई प्रस्तावको अन्तिम खण्डमा ल्याइ पुर्याएको छ, जुन एउटा शक्तिशाली आह्वान हो। आदतको सत्तासँग लडौँ, स्वयंलाई बदलौँ। हो, यो सार हो। यो केवल अर्थतन्त्र बदल्ने कुरा मात्र रहेन, यो त आफै भित्रको क्रान्ति पनि भयो। एकदम। यो खण्डले सबै कुरालाई एकै ठाउँमा ल्याएर जोड्छ। यसको सार के हो भने पुँजीवादको अन्धकार हटाउन त्यसलाई गाली गरेर वा त्यससँग लडेर मात्र पुग्दैन। हामीले समाजवादी विकल्पको उज्यालो पनि सँगसँगै बाल्नुपर्छ। र यो अभियान तब मात्र सार्थक हुन्छ जब अभियानका अभियन्ताहरूले आफूले बोकेको विचारलाई आफ्नो दैनिक आचरणमा बदल्छन्। हामीले जे विश्वास गर्छौं त्यो हाम्रो व्यवहारमा देखिनुपर्छ। हो। त्यसो भए उत्पादकत्व वृद्धिको अर्थ केवल धेरै सामान बनाउनु मात्र होइन। हरेक व्यक्तिका लागि यसको अर्थ के हो? होइन, यो त्यो भन्दा धेरै गहिलो छ। प्रस्तावले यसलाई 3 आयाममा व्याख्या गरेको छ। पहिलो, व्यवहारमा विज्ञान प्रविधिको प्रयोग गरेर कम समयमा धेरै र गुणस्तरीय काम गर्ने सिप सिक्नु। जस्तै पहिले हातले गर्ने काम अब मेसिनले गर्ने, वा नयाँ सफ्टवेयर सिकेर आफ्नो कामलाई छिटो र प्रभावकारी बनाउने। यो त भयो बाहिरी पक्ष। अनि दोस्रो आयाम विचारसँग सम्बन्धित छ। हो, दोस्रो हो विचारमा। हरेक समस्यालाई हेर्दा यसको वैज्ञानिक समाजवादी समाधान के हुन सक्छ भन्ने प्रश्नबाट सोच्न सुरु गर्नु। एउटा उदाहरण दिनुस् न। जस्तै गाउँमा बेरोजगारीको समस्या छ भने
कसैले जागिर देला वा विदेश जाउँला भनेर सोच्नुको सट्टा हामीसँग यही भएको स्रोत, सिप र श्रम प्रयोग गरेर कसरी एउटा सामूहिक उद्यम सुरु गर्न सकिन्छ भनेर सोच्ने बानी बसाल्नु सोचाइको डिफल्ट सेटिङ नै परिवर्तन गर्ने कुरा हो। र तेस्रो आदत, जसले यी दुवैलाई जोड्छ। त्यो कसरी? तेस्रो हो आदतमा व्यवहार र विचारको यो चक्रलाई निरन्तरता दिएर स्वभाव बनाउनु। जस्तै गल्ती कसले गर्यो भनेर दोष खोज्नुको सट्टा के गल्ती भयो र अब यसलाई कसरी सुधार्न सकिन्छ भनेर समाधान खोज्ने बानी। सकारात्मक सोच। अरूलाई आफ्नो कुरा बुझाउन हतार गर्नु अघि उसको कुरा ध्यान दिएर सुन्ने र बुझ्ने प्रयास गर्ने बानी। र कामको अन्तिम परिणाममा मात्र होइन, काम गर्ने प्रक्रियाबाटै आनन्द लिने बानी विकास गर्ने। प्रस्तावले भन्छ यो व्यक्तिगत बानी मात्र होइन, यो समाजवादी संस्कृतिको निर्माण हो। त्यसो भए यी सबैको मतलब के हो त? जब हामी यी सबै टुक्राहरूलाई जोडेर हेर्छौँ, यो प्रस्ताव एउटा आर्थिक मोडल मात्र होइन, यो त सामाजिक, राजनीतिक र सबैभन्दा महत्त्वपूर्ण व्यक्तिगत रूपान्तरणको एउटा समग्र खाका हो। जसले भन्छ एउटा बिना अर्को सम्भव छैन। यहाँ सबैभन्दा आकर्षक र सायद सबैभन्दा चुनौतीपूर्ण कुरा त्यही हो नि। यसले वृहत आर्थिक प्रणाली र व्यक्तिको सानोभन्दा सानो दैनिक बानी बीचको सम्बन्धलाई नङ र मासु जस्तै गरी जोडेको छ। हामी ठूला ठूला आर्थिक क्रान्तिका कुरा गर्दा अक्सर व्यक्तिगत आचरण, अनुशासन र बानीको भूमिकालाई बिर्सिन्छौँ। तर यो प्रस्तावले भन्छ उत्पादन प्रणालीमा क्रान्ति ल्याउनु छ भने व्यक्तिको आचरण र सोचको कारखानामा पनि क्रान्ति आवश्यक छ। यो गहन चर्चालाई आफ्ना साथीभाइमाझ पनि पुर्याउन, सेयर गर्न अनुरोध गर्दछौँ। बाटो कठिन छ, तर प्रयत्न अपरिहार्य छ, सफलता सुनिश्चित छ। धन्यवाद। उनीहरू कसरी शक्तिशाली बने? सबैले समय र श्रम खर्च गर्छन्, तर सफल हुने मानिसले आफ्नो घाँटी भन्दा माथि विशेष लगानी गरेको हुन्छ। त्यसको लागि चाहिन्छ ज्ञान र ट्रेनिङ, अर्थतन्त्र, टेक्नोलोजी, स्वास्थ्य र आत्मविकास। अहिले नै सब्स्क्राइब गर्नुहोस्। Next Lab. Grow together.